जानकी मन्दिर, जसलाई सीता माताको मन्दिर पनि भनिन्छ, नेपालको जनकपुर धाममा अवस्थित एक पवित्र हिन्दू मन्दिर हो। यो मन्दिर माता सीतालाई समर्पित छ, जो हिन्दू धर्मका प्रमुख देवता भगवान रामकी पत्नी थिइन्। जानकी मन्दिर न केवल धार्मिक महत्त्व राख्छ, बल्कि यो कला, संस्कृति र इतिहासको अनुपम सङ्गम पनि हो। यस लेखमा जानकी मन्दिरको उत्पत्ति, वास्तुकला, धार्मिक महत्त्व, सांस्कृतिक प्रभाव र वर्तमान अवस्थाबारे विस्तृत चर्चा गरिनेछ। उत्पत्ति र इतिहास। जानकी मन्दिरको इतिहास रामायण कालसँग जोडिएको छ। जनकपुर प्राचीन मिथिला राज्यको राजधानी थियो र राजा जनककी छोरी सीताको जन्मभूमि मानिन्छ। रामायणका अनुसार भगवान रामले यही सीता स्वयंवरमा शिव धनुष भाँचेर उनीसँग विवाह गरेका थिए। यद्यपि वर्तमान मन्दिरको निर्माण धेरै पछि भएको हो। ऐतिहासिक अभिलेख अनुसार सन् 1657मा भारतको टिकमगढकी महारानी वृषभानु कुँवरीले यस स्थानमा सीताको मूर्ति फेला पारेपछि मन्दिर निर्माणको पहल गरेकी थिइन्। तर भव्य र विशाल मन्दिरको निर्माण भने सन् 1910मा महारानी वृषभानु कुँवरीकै वंशज महारानी कुमारी देवीले गराएकी थिइन्। त्यसैले यस मन्दिरलाई 9 लाख मन्दिर पनि भनिन्छ, किनकि यसको निर्माणमा त्यतिबेला 9 लाख रुपैयाँ लागेको अनुमान गरिएको थियो। वास्तुकला। जानकी मन्दिरको वास्तुकला हिन्दू र इस्लामिक शैलीको अनुपम मिश्रण हो। यो 3 तले मन्दिर पूर्ण रूपमा ढुङ्गा र मार्बलबाट बनेको छ। मन्दिरको प्रत्येक तला विभिन्न रङका कलात्मक झ्यालहरू, बुट्टाहरू र चित्रहरूले सजाइएको छ। मन्दिरका 60वटा कोठाहरू छन्, जसलाई नेपालको राष्ट्रिय झण्डाका रङहरू, रङ्गीन सिसाहरू र हिन्दू देवी देवताका सुन्दर चित्रहरूले जीवन्त बनाइएको छ। मन्दिरको शिखरमा सुनको गजो स्थापित गरिएको छ, जुन यसको भव्यतालाई थप बढाउँछ। मन्दिर परिसरमा विभिन्न साना मन्दिरहरू र कुण्डहरू पनि रहेका छन्, जसको आफ्नै धार्मिक महत्त्व छ। मुख्य मन्दिरको गर्भगृहमा सीता माताको सुन्दर सुनको मूर्ति स्थापित छ। धार्मिक महत्त्व। जानकी मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। विशेष गरी महिलाहरू यस मन्दिरलाई अत्यन्त पवित्र मान्छन्। प्रत्येक वर्ष विवाह पञ्चमीको अवसरमा यहाँ ठूलो मेला लाग्छ, जुन भगवान राम र सीताको विवाहको सम्झनामा आयोजना गरिन्छ। यस दिन भारत लगायत विभिन्न देशहरूबाट हजारौं श्रद्धालु भक्तजन जनकपुर धाम आउँछन्। यसबाहेक रामनवमी, कृष्ण जन्माष्टमी र अन्य हिन्दू चाडपर्वहरूमा पनि मन्दिरमा विशेष पूजाआजा र धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छन्। जानकी मन्दिरलाई शक्तिपीठको रूपमा पनि मानिन्छ र यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। सांस्कृतिक प्रभाव। जानकी मन्दिरले जनकपुर र समग्र मिथिला क्षेत्रको संस्कृति र परम्परामा गहिरो प्रभाव पारेको छ। मन्दिरको वरिपरि मैथिली भाषा, कला, साहित्य र सङ्गीतको विकास भएको देखिन्छ। यहाँका स्थानीय बासिन्दाहरूको जीवनशैली, रीतिरिवाज र चाडपर्वहरूमा जानकी मन्दिरको महत्त्वपूर्ण भूमिका रहेको छ। मन्दिर परिसरमा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन्छन्, जसले यस क्षेत्रको सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउँछ। जानकी मन्दिरले पर्यटनको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ, जसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको छ। वर्तमान अवस्था। आज जानकी निष्कर्ष। जानकी मन्दिर केवल एक धार्मिक स्थल मात्र नभएर यो नेपालको इतिहास, कला र संस्कृतिको जीवन्त प्रतीक हो। यसको अद्वितीय वास्तुकला, धार्मिक महत्त्व र सांस्कृतिक प्रभावले यसलाई विश्वभरका हिन्दू धर्मावलम्बीहरू र कलाप्रेमीहरूका लागि एक विशेष गन्तव्य बनाएको छ। माता सीताको जन्मभूमि जनकपुर धाममा अवस्थित यो मन्दिर युगौँदेखि आस्था र श्रद्धाको केन्द्र बनेको छ।